अब के गर्ने त नि बुढेसकालमा आयो। ऊ त्यहाँ केटीहरूले दाउरो काटिरहेछ, भारी बाँड्दैछ। तिनीहरू जिस्काउनु पर्यो के भन्छ। हाम्रो बजियानी यतातिर डुल्दैछ। बजियानी हेलो, यो जङ्गल हो। जङ्गलमा चाहिँ जङ्गलका कानुन भन्छ नि, बुझ्नुपर्छ। यस्तो पप्पीहरू पाप्पाहरू सबै राख्नुपर्छ। आज राति यहाँ जङ्गलतिर सुत्ने प्लान रहेछ गाईहरूको। त्यही भएर गोठमा चाहिँ एउटा मात्र बाछी आएको थियो। म त्यहाँ माथि चुचुरोतिर जान पाएन, नत्र म खिचेर ल्याउँथेँ होला। त्यो अङ्कल र आन्टी जानुभएको थियो। अनि एउटा बाछा चाहिँ खाइदिएछ बाघले। लु अहिले म चाहिँ तल मधेसतिर गाउँतिर झर्दैछु। अब के गर्ने त नि बुढेसकालमा आयो। हिँड रे बाबा, कति बोक्ने म तँलाई। लो 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 पक्की झरी हामीलाई बाटो सिकाउनु जानेछ रे। चल 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 अल्छी, तँलाई मैले कति बोक्ने? कति बोक्न सक्छु र है? अब चाहिँ कुद्यो ल, कुद्यो 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 कुद्यो, 100को स्पिडमा कुद्यो नि। यता भक्रम खोला पर्छ। यो धेरै पारिलो ठाउँ हो। यहाँदेखि कुहिरो एकदमै आइरहेछ। यताको कुहिरो पो यता ट्रान्सफर भइरहेछ त, सेरिड भइरहेछ के। आज सायद पानी फेरि पर्छ कि के हो, यस्तो चिसो हावा गरिरहेछ। वैशाख महिनामा यति चिसो हावा भनेको त वृष्टिको सङ्केत पो हो त। ए मुला साग हो, मुला साग फेरि कता के खोज्छ? हड्डी कहाँ पाउँछ र यहाँ? यसका बाजेले मलाई कतादेखि लग्ने भयो अहिले। ओहो कस्तो जाडो है। बज्यानी आइज आइज हिन। ये मेरो खुट्टा नकुच्ने, हिन कुद। ओहो गरेन त फेरि याद ओ बज्यानी एक गर्दैन यसले। ल कुहिरो अलि हट्यो है, तल गाउँ देखिन थाल्यो। हाम्रो बजियानी यतातिर डुल्दैछ। बजियानी हिँड्नो बजियानी हिँड्नो रे बाबा, बजियानी हिँड्नो। खाम मात्र बोल्छ कि बड्डाले। ऊ त्यहाँ केटीहरूले दाउरो काटिरहेछ, भारी बाँड्दैछ। तिनीहरू जिस्काउनु पर्यो के भन्छ।
ओहो भारी त ठुल्ठुलो भएछ है। ल साटम कुकुर फ्रीमा ल एक बारीमा लगिहाल्छु नि। ल यो भारी मलाई दिनुहोस्, यो कुकुर लैजानुहोस्। साटम के कुकुरसँग ल ल ओहो ठुलो ठुलो भारी बोकेछ है। होइन हामी माथि त्यो माथि दानामा पाल्छौँ के। भिडियो बनाइ त। अरूको चेलीबेटीलाई क्रिममा के जिस्काइदिनु यार, रिसाउलन फेरि यार। हजुर सरकार। ए चौकीदार हो तपाईँ? चौकीदार हो ए थाक्यो बजिया नि थाक्यो। उठ उरे गल्ले उठ लु अब हामी समतलमा आइपुग्यौँ। मधेसमा आइपुग्यो रे, मधेसमा। यो